फोहोरको थुप्रोको बीचमा एउटा सानो कुकुरको बच्चा देखिन्छ जसको नाम टिम हो। टिमको लुगा च्यातिएको छ, उसको शरीरमा माटो र धुलोले भरिएको छ। यी पर दुई धनी कुकुरहरू जसको हातमा महँगो जुस बोकेका हुन्छन् र टिमलाई हेर्दै हाँसिरहेका छन्। टिमको आँखाबाट आँसु बग्छ। सानो छातीमा दुखाइको भारी बोकेर ऊ आफ्नो दूधको भाँडा समातेर त्यहाँबाट बिस्तारै हिँड्छ। टिमले त्यो दूध बेचेर केही सिक्का कमाउँछ। ती सिक्का बोकेर ऊ बजारको फलफूल पसलमा पुग्छ र एउटा तरबुजा किन्छ। आफैले टुक्र्याएर बजारमा बेच्न थाल्छ। उसका उदास आँखाहरू ग्राहकतर्फ हेर्छन्। केही ग्राहकहरू आउँछन्, तरबुजा किन्छन् र टिमलाई केही सिक्का दिन्छन्। त्यसपछि टिम फेरि गाडीको ठूला ठूला टायरहरू सफा गर्छ, भाँडाहरू माझ्छ, कप कटोरी गिलास। उसले केही थप पैसा कमाउँछ। त्यो पैसाले ऊ सानो आइसक्रिमको ट्रली किन्छ र फेरि बेच्न थाल्छ। फेरि केही ग्राहक आउँछन्, आइसक्रिम किन्छन् र सिक्का दिन्छन्। थोरै समयपछि टिम बसेर ती सबै सिक्काहरू गन्छ। उसको मुहारमा खुसीको झल्को आउँछ। सायद महिनौपछि पहिलो पटक उसले आफैलाई गर्व गरिरहेको थियो। अन्ततः उसले पनि आफ्नै मेहनतबाट कमाएको पैसाले एक गिलास सुन्तलाको जुस किन्छ। यही समयमा ती दुई धनी कुकुरहरू टाढाबाट सबै दृश्य हेर्छन्। उनीहरूको अनुहारमा अचम्मको भाव अनि पछुतो अनि लाज। यदि तपाईलाई यस्तै कथाहरू हेर्न मन छ भने कृपया मेरो च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनुहोला।